प्रकाश जा त रोक। ए बाउ झगडा नगर त। नेता हैन जनता नै घण्टा जस्तो छ हाम्रो देशमा। गाइज यो पुरानो नेताहरूलाई भोट नहाल्नु है, मलाई हाल्नु। म तपाईहरुको लागि स्कुलमा कपाल लामो पाल्ने नियम राखिदिन्छु। त्यति मात्र होइन गाइज, 10 on 10 ब्याडीहरुको पनि सुविधा लिएर दिन्छु म। पुरानो दलको नेताहरूले वृद्ध भत्ता दिन्थिएन भने म तपाईहरुको लागि जवानी भत्ता दिन्छु। र हाम्रो चुनावको चिन्ह हुनेछ क्यूआर स्क्यान। यिनीहरुको हातमा देश दियो भने त स्क्यान हानेर बेचिदिन्छन्। हो पाण्डु सही भन्यो। नमस्ते, म चाहिँ भोट माग्न आएको तपाईहरुसँग। बाबा आज मासु खाम न है। अरे यार देशमा यत्रो के भइरहेछ, तँलाई चाहिँ मासुकै छ हैन? कमल आउ दारु आना माझ। ल पाण्डु। रक्सी चाहिँ खान मिल्ने हो? कति टेन्सन छ तेरो बाउलाई, तँलाई के थाहा? त्यसो भए दिनु, म पनि ठाडो काँटी हान्छु। त थुक निल्दै बस। मम्मी आइदिए नि हुन्थ्यो नि आज ठ्याक्कै। माइ त गछि नबोलाइकन त आएको है हो तेरो आमा। ए आमा, यो त लास्टै महँगो रक्सी होइन र? हो बाबु, 30-32 हजार पर्छ यसलाई। कहाँ भेटाउनु भयो अंकल यो? अरे यार किनेको हो नि। आजकल सित्तैमा पानी त भेटाउँदैन, यत्रो महँगो रक्सी भेटाउँछ? त्यो पैसाले लोकल खाएको भए 1 महिनालाई चल्थ्यो। जाँठो लोकल खानी जस्तो देखिस हामीलाई? बुढो दिनदिनै लोकल नै खान्छ जसै बमिट गर्ने हो भनेर अझ ठुलो कुरा। आफ्नो पैसाले मात्र लोकल खानी मैले। मनमा बोलेको कसरी थाहा पाए तिमीले? जा जिन्जी 2टा गिलास लिएर आइज जा। नै हामीले त खान्न नि। पट, हाम्रो लागि के? ओइ बाबु, कागती निचारेर हाल त गिलासमा। कुकुर, कागती किन बाहिर फालिस? लौ भित्रै डुबाइदिन्छु त। कस्तो शेरले मात्रै पिटा खाएको है त्यो आन्दोलनमा? त्यही त नि अंकल, तर कस्तो माया लाग्यो कि पछि त। आन्दोलनमा त्यत्रो मान्छे मार्दा चाहिँ माया लागेन, तर यो एमालेको सरकारलाई चाहिँ। आफू किडनी झुन्नाएर बाँचिएकै छ, अरूको के मतलब? पहिले भने हैन हामीले खाली पार्टी पार्टी भनेर नहिड भनेर। बालेनले पार्टी खोल्यो भने त्यो पार्टीलाई समर्थन गर्दैनस् तिमीहरूले? गर्छौं नि, हामीलाई विश्वास छ दाइमाथि। जाँठो हामी नि त्यही विश्वासले त भन्दै हिँडेको नि। यत्रो वर्षसम्म नि चिनेनौ र अनि? जे होस् अहिले त गाली गरेछन् नि हाम्रो बाबाहरूले बुझेर। हो त्यो त हो, अझै पनि झोलेहरू कण्डो पछि चाक सुँग्दै हिँडिराछन्। के थाहा छैन, ठुलोको बीचमा बोल्छ कुकुर। यो झोलेहरूलाई चाहिँ अलिकति पनि दया लाग्दैन कि के हो? आन्दोलनमा ज्यान गुमाएकोहरूलाई सम्झेर। अस्ति मेरो गाउँमा एकजना मान्छेलाई भैँसीले पुच्छरले हानेर मरेको थियो। कस्तो कमेडी कुरा। तिमीलाई यो कुराले केही फरक पर्छ? पर्दैन। हो त्यही हो बाबु, जबसम्म आफूसँग घट्दैन तबसम्म फरक पर्दैन। त्यो त हो अंकल, तर झन्ठो धेरै नबोल, मुखमा औला राख। चुप लाग भनेको किन चुचिराछस्? तिमीले नै भने हैन? मैले जे भने त्यही मान्छस् र त? मानिहाल्छु नि। मैले पनि बाबु। ढुक्क भन्नु न। चाकमा औला राखेर अब। ल थाप्नु त, थाप्नु। जाँठो तेरो आफ्नै मागे। ओइ जेन्जी जा त सितन लिएर आइज दोकानबाट। मासु हैन, बदम होला भित्र किचनमा लिएर आइज त जा। अनि दोकान किन भनेको त? बुढोहरूलाई चढिसक्यो के, नरिसाइ जा। ओइ कुकुर जेन्जी, एउटा गीत गा त ल, रमाइलो गरौँ। कस्तो जे कुरामा नि जेन्जी जेन्जी हो र? त जेन्जी हेर्नस् त अनि? हो, जेन्जी त हामी पनि हो नि यार पाण्डु। तपाईहरु जेन एक्स हो। त चाहिँ मुजियोस्। मात्न थालिसक्यो अब बुढोहरू। जाँठो जेन्जी गीत गा त छिटो। कुन गीत हो? त्यो के बियोलीको भोट के मासुर्येमा। साला तेरो दुरी आगोमा झोस्दिम। हैन सरी गाली गरेको बाला गा भनेको। आउँदैन त्यो त। यस्ताले चलाउनेले हाम्रो देश एउटा गीत त गाउन आउँदैन? हो त नि। 23-24 वर्षसम्म हामीले नै पाल्न परिरहेछ। जब पनि पाउनु पर्यो नि नेपालमा। जाँठो खोज्दिएको होइन मैले तँलाई काम। अब त्यस्तो सानो काम गर्ने अब मैले? के काम हो र? हस्पिटलमा पोचा लाउने अरे। यत्रो धेरै पढेको मैले त्यही पोचा लाउनु हो? बिबियास हो हामीले पढेको, नबिर्सी। विदेशमा भएको भए त केही नभनिकन गर्थ्यौ होला त बाबु तिमीले। विदेशमा जति पैसा हुन नि पर्यो नि यहाँ त। यस्ताले देश बनाउने रे अनि। यिनीहरूलाई संविधानको एउटा धारा त थाहा छैन होला? थाहा छ नि, किन थाहा नहुने हो र? ल भन त ल, धारा भनेको के हो भन त ल। धारा भनेको पानी झर्ने ठाउँ हो नि। त्यो त तुरी होला नि। केही थाहा छैन कुत्ताहरूलाई। ल तपाईँ भन्नु न त के हो धारा भनेको? धारा भनेको शुद्ध तोरीको तेल हो। धारा। ल तपाईँ भन्नु न त अंकल, कतिवटा छ टोटल? 300 वटा छन् नि। हैन मिलेन। ल त भन्न त कतिवटा छ? मलाई त थाहा छैन नि। तपाईलाई थाहा छ होला नि, खाली जेन्जीलाई थाहा छैन भन्ने मान्छेलाई। ठुलोसँग बोल्न सिक, पहिला भेनका सोध। यत्रो उमेरसम्म आउँदा तपाईँलाई त थाहा छैन भने त्यो अनुसार हामीलाई त धेरै थाहा छ। के थाहा छ तँलाई? अहिलेसम्म चिया र दिमाग बाहेक अरू के पकाउन आउँछ तँलाई? आवर फ्युचर इज अल्सो कुक्ड। तपाईँहरू दुईजनै झोले हो। हँसाइस जाँठो। पहिला खाली एमाले र कांग्रेस भन्दै हिँड्ने, तपाईँहरू जस्तो झोलेले हो हाम्रो देश बिगारेको। आगो लाउँदै हिँड्ने तिमीहरूकै हामी। बालेन दाइ हो हाम्रो देशको राम्रो लिडर। भयभरको कुरा जलाउँदा सडकमा आयो तेरो बालेन दाइ। सडकमा आउने सुकुम्बासी हो र बालेन। स्टाटसबाट भन्नुभएको थियो त, देश त
तपाईँहरूले नै हो बनाउने घर जाऊ भनेर। जाँठो हामीलाई जोले भन्छ अझ तँ चाहिँ के त बालेनले ठिक नगर्दा पनि भन्न सकि छैनस् त। अलिअलि त नराम्रो भइहाल्छ नि मान्छेमा। इन्डियाको एजेन्ट हो त्यो बालेन। फेक न्युज हो त्यो, जे नि बताउने तिमी। हो त नि, त्यसरी त लुसिफर नि होला नि होइन बालेन दाई? लुसिफर त होइन, त्यो चाहिँ किन होइन फेरि? जाँठो हिन्दू हो नि शैतान भन्दा। एकचोटि सोच न, झोले पनि किन हुन्छ होला? केही न केही त फाइदा छ होला नि। ओइ कुकुर एकचोटि नाच त म तँलाई 1000 रुपियाँ दिन्छु। देखिस् जब 1000 को लागि त मैले भनेको मानिहालिस्, तिनीहरूले मान्दैनन् होला नि। जब 1000 को लागि त जिब्रो निकाल्दै नाचेछ, 10,000 दिन्छु भनेको भए त पाण्डुको 4 दिन थियो होला यसले। पैताला भनेको मैले। तिमी पो बाउ भएर मानेको नि। अनि तिनीहरूको लागि पनि केपी प्रचण्ड सेरे बा हैनन् त अनि? जेनजीकै हालत यस्तो छ अनि। बरु दुर्गा प्रसाई ठिक छ बालेन भन्दा। किन राजा लिएर आउँछ भनेर हो? हो नि, राजा नै ठिक छ बरु। त्यसो भए किन निकालेको त पहिला? जाँठो नि खोज्छस् तेरो चाकमा बमिट गर्दिम। होइन होइन सरी। बोल्न बोल, बुझा त आफ्नो बाउलाई। छोड्दै बाउको अगाडि झुक्न पर्छ। बाबु झुक्ट। छि बाउ तिम्रो घटिया सोच। कुकुर एउटा टुक्रा बदाम खस्यो के भुइँमा टिप्दे त। ए ल ल। कुकुर हातले टिप्न पर्दैन, जमकुमारी होस् त। यो सुशीला कार्कीले कहिले हो कि जेल हाल्ने आन्दोलनमा मारेकोहरूलाई? त्यो पनि काम छैन, न्यायाधीशले न्याय चाहिँ इस दिस। बरु रवि दाई भएको भए सबलाई जेल हालिसक्थ्यो होला अहिलेसम्म। आफै त बल्ल बल्ल निस्किरहेछ, टाउकोमा हाले मात्र हो जेल त। जसलाई पनि गाली गर्नु भएको छ, खासमा तपाईँहरूलाई मन चाहिँ को पर्छ त? तिमीहरूको कुरा सुनेपछि त मलाई एमाले नै ठिक लाग्न थाल्यो। यी मेरो सोध्ला, नेपाली कांग्रेस नै ठिक छ त्यो भन्दा त बरु। त्यत्रो पैसा उडेको बिर्सिस तैँले घरबाट? एआई हो त्यो, रियल हो र? रियल हो। चुप लाग कुकुर। अझै पनि एमाले भन्दै हिँड्न लाज लाग्दैन तपाईँलाई बाबा? ल त नि हर्केला भोट दिन्छु म, त्यसो भए त्यो ठिक छ। यी यत्रा छ, घमण्डी छ त्यो पनि। बढी नबोलै त। के गर्छस् तिमी? के गर्छस् तिमी बर्ता नबोले, तिमी बर्ता नबोल। तिमी? के गर्छस् तिमीले पिटाइ खान्छस् है, तिमीले पिटाइ खान्छस्। त हानेर देखाउनुस्। हर्केको बारेमा जे पाए त्यो सुन्न सक्दिनँ मैले। रोक्नुस्, त्यसो भए स्ट्याटसबाट गाली गर्छु, रोक। तेरो बाउलाई किन हो र हर्के मन परेको भए? खै अस्तिसम्म फेरि कुलमान घिसिङको तारिफ गर्दै हुनुहुन्थ्यो। बढी नबोले, कानबाट रगत आउने गरेर हान्छु म फेरि। अरे यार, झ्यापड हानेर भनेको मैले। प्रकाश जात रोक। ए बाउ झगडा नगर त। नेता होइन जनता नै घन्टा जस्तो छ हाम्रो देशमा। जेन्जी बाबु उल्टी सफा गरे। ओए रोकी, के भयो ब्रदर? हाम्रो पार्टीलाई भोट हालै त्यहाँ, नत्र राम्रो हुन्न है फेरि। भोट हाल्ने मेरो डिसिजन हो, तैँले धम्काएर हुन्छ? आया रोक, पुलिसलाई भनिदिन्छु। सर यता हेर्नु त। ओए उ त्यहाँ हेर त, कुखुराले ठोकिरहेछ। सर ऊ त रुखमा हेर्नु अझ। सर प्लिज हेल्प मी। ए मिना, क्याप्टेन सिना, म देख्दिन। भोट हाल्छस् कि नै भन छिटो। अति भयो, अब चाहिँ म पनि फर्काउँछु। के गर्न सक्छस् र तैँले? हामी 3 जना छौँ। गोली खालास, झगडा गर्छस्? प्रहरी मेरो साथी। को हो तपाईँ? नमस्ते, भोट चाहिँ मेरै पार्टीलाई दिनु है। कुन पार्टी हो? नेपाल नयाँ पार्टी। ए नयाँ पार्टी हो? पार्टी मात्र नयाँ हो कि वै? यो मान्छे पुरानो पार्टीको गुन्डा हो कि? मलाई थाहा छ। दिन्नम, भाइब नै आएन नामबाट। म दिन्छु नि त दोस्त भाइ। म दिन्न नि त दोस्त भोट। हामी जेन्जीको लागि केही छ कि छैन? 10 on 10 ब्याडीको चाहिँ सुविधा छ है हाम्रो पार्टीबाट। हो र? खुसी नभए त चुतिया बनाएको हो कि स्योर। खै हेरौँ त ब्याडी खोइ। मैचाङ न्याउ त। ब्याडी हो कि बुढी हो यो? हुनुपर्ने चिज सबै छ त दोस्त। अब पुरानोले केही पनि चल्दैन हामीलाई, नयाँ चाहिन्छ नयाँ। नयाँ बच्चा लिएर दिउँ त दोस्त। डोनाल्ड ट्रम्प सोधिस् हामीलाई? मैले नेताको कुरा गरेको। म तपाईँहरूको माग पुरा गरिदिन्छु। फागुन पुरा गरे नि गर्नु, भोट त दिन्नम हामी। त्यसो भए मेरो 30,000 को रक्सी फिर्ता गर। बुढो अझ झोले होइन भन्छ। झोलले नै त हो यो सब भएको आज। कमल, हजुर। जति नै महँगो रक्सी भए पनि बमिट त आउँदो रहेछ है। हो त नि, मैले त निल्दिहालेछु पाण्डु।